कलरको चाहिँ मेरो बेबी यो कलरको ड्रेस चाहिँ यो ड्रेस र मेरो बेबीको कलर चाहिँ मिल्छ कि म मेरो बेबी देखाउँछु ल हेलो गाइज वेलकम छ तपाईहरुलाई फेरि पनि मेरो यो न्यू भिडियोमा र आज भने चाहिँ हामी स्पेशली बुद्ध पूर्णिमा है जाँदैछौँ कजनहरुसँग मेरो कजनहरु तपाईहरुलाई देखाउँदैछु ल एकछिन हेलो once more भैया लु यहाँनिर छ ए सबसे ठुलो चाहिँ यता छ खै यहाँ नाना छ सबसे ठुलो चाहिँ ऊ हो त्यहाँदेखि ऊ हो त्यहाँदेखि त्यहाँदेखि ऊ हो त्यहाँदेखि म हो त्यहाँदेखि ऊ हो त्यहाँदेखि को त्यहाँदेखि त्यसपछि ऊ छर्के त्यसपछि यहाँ छ भोटे त्यसपछि चाहिँ ऊ हो सबसे सानो चाहिँ है अब हामी भने चाहिँ गएको लाभा आज चाहिँ लाभा गएको ब्लग है गुम्बा यहाँ छ नाना मैले चाहिँ यो वाला ड्रेस यो कलरको छ नि कत्रो पढा गएको यो कलरको चाहिँ मेरो बेबी यो कलरको ड्रेस चाहिँ यो ड्रेस र मेरो बेबीको कलर चाहिँ मिल्छ कि म मेरो बेबी देखाउँछु ल मेरो बेबी त्यसै झुकाइदिएको नि त अन्त मेरो कलरलाई मिल्छ नि त यसको यो साइडको कलर अन्त होइन ल अब हामी चाहिँ जाने बाटोमा भेटौँ है बाई अन्त भाइ कस्तो लाग्दैछ त नहर है लाभा पुगेर चाहिँ टिपी लानु चाहिँ फेरि भाइ भाइ मेरो उयो हाल्दे तल पुगिसक्यो सबैजना भने चाहिँ हामी लागेको सबैजना तल सक्छ अन्त सक्छ यति भयो सक्छ हेरौ माया त गरेको यो पछाडि सबैजना आउँदैछ है दुईजना पढिहरू जाडो भयो अरे अब चाहिँ यसले चाहिँ अघिदेखि लगाम कि लगाम भन्दै थियो जाडो भइसक्यो अन्त मम दिने यस्तो छ नि त अन्त है दु सबैजनाले मेरो खप्पै हाल्ने नै पर्यो झन् हाम्रो जाडो भयो पुरा जाडो भयो नि हो मम यो हौ त्यो यसमा यो र यो ब्याग लानु सबै भागे हुन्छ त अब तिमीले त मलाई केही नखाइ हिँड्नु भन्दै भोकै थियो त अन्त हामीले त केही खाएको छैन चस्मा चाहिँ मैले किन लगाएको भन्दा चाहिँ नि चस्मा चाहिँ यो पानी आएर पुरा आँखामा उयो भयो नि त बाटो भ्लग बनाउँछु भनेको कि बाटो भ्लग बनाउनु पनि पाइनँ ओ साइड लगा साइड अब कुदाउनु पर्दैछ कुदाउँछु
नानाले कुदाउँदैछ त्यही लागि मैले कुदाउन सकेको छुइनँ भ्लग बनाउन सक्दिनँ बाटो पनि के सबै धुम्मिँदै रहेको छ जानै सकेको अब चाहिँ सबैजनाले ज्याकेटहरू लायो है अब चाहिँ जाने यस्तो छ वेदर चाहिँ दिने चाहिँ यता हो तिमी चाहिँ यस्तो स्पिड हिँडाएर के गर्नु खोजेको हिँड चला ल म पछाडि हिँड्छु अब ए ओके ल ल ल ल ल ल नाना हिँड अबि नाना हो कि भेना हो बी तपाईँलाई त नयाँ छ अबि तपाईँले त के भन्नु अब अबि खतरा चमेरादेखि चमेरा भने चाहिँ लागेको हामी बाटो त के देखाउनु अन्त यस्तो चिन्ता हेर्नु नि खै गाडी आउँदैछ होइन नलाग्दैन चाहिँ यति बिजोग मतलब घाम नलागेर चाहिँ यति बित्थाको भयो नि यति बित्थाको घाम लागेको भए चाहिँ होइन न भ्लग पनि दामी आउँथ्यो अहिले त सबै यस्तो छ भ्लग पनि न अगाडिबाट गाडी आएको देख्छ न बाटो राम्ररी देख्छ हो कसम भनेको आज चाहिँ घाम नलागेर यति बित्थाको भयो अहिले भने चाहिँ यहाँनिर चाहिँ अलिकति सफा देख्यो है बाटोमा त झन् यस्तो मुस्किलले मैले कुदाएँ कि यहाँ चाहिँ अलिक खुल्लै छ अलिक होइन पुरै खुल्ला छ यस्तो भइसक्यो आँखा पोलेर हो कस्तो कुदाउनु साह्रो पर्दैछ कसम भनेको नि ग्याङहरू फेरि हाम्रो यता छ हो सबैजना लामा दाइ यहीँ छ कहिले पुग्ने कुन्नी यहाँ छ एउटा बहिनी हो वेदर चाहिँ यस्तो छ अब फेरि उताबाट धुस्से सबै आउँदैछ अलिक खुल्ला भयो है आमा ड्रेसअप फेरि यस यस्तो आँखा पोलिरहेछ नि आमा म त बहिनीदेखि भाइ भइदिइरहेको रहेछ नि त यहाँ नाना छ हाम्रो लामा दाजु यही छ कहिले पुग्ने कुन्नी मैले यस्तै हुन्छ भनेर लिएको थिएँ र अहिले भने चाहिँ हामी लाभा आइसकेका छौँ तर लाभाको दृश्यहरू चाहिँ तपाईँहरूलाई मजाले देखाउन सक्दिनँ किनकि सबै कुहिरोले छेकिसकेको छ है अन्त भिडियो चाहिँ नानाले गरिदिनु हुँदैछ किनभने मैले कुदाइरहेको छु यति साह्रो पर्दैछ कुदाउनु आँखा पोलिसक्यो हो अब चाहिँ हामी लाभा गुम्बामा आइपुग्यौँ यहाँ त उजा यो घाम लाग्यो भने त देख्थ्यो उति छ तर घाम नलागेको कारणले तपाईँहरूले देख्नु सक्नु भएन है एकदम गाडीको भिडहरू चाहिँ तलैदेखिको रहेछ नि त है भिड चाहिँ भिडै छ धन्न यहाँ चाहिँ गाडीहरू देखिँदैछ तलै जस्तो भए चाहिँ हामी भने चाहिँ अब यहाँनिर स्कुटीहरू राख्यो कलर राख्यो अब चाहिँ हिँडेको यही छ हाम्रो साथीभाइहरू सबैजना गुम्बाको नजारा देखाउँ भनेर देख्दैन मुसा भयो त म कपाल यहाँ छ ग्याङहरू सबैजना आयो पछि पछि आउँदैछ है म आगे आगे जाँदैछु कपालहरू पनि यस्तो पानीले भिजेर हो मुसा बनाइदियो क्या मुसा अब भनेपछि तपाईँहरूलाई म गुम्बा पुगेर भेट्छु है गुम्बा खोइ कता छ सबैजनाहरू यहाँ छ भिड छ कि यहाँदेखि चाहिँ हामी उकालो बस्नु रहेछ लाभाको चाहिँ है हामी चाहिँ एन्ट्री गऱ्यो साला घाम लागेको भए यति दामी हुन्थ्यो नि यहाँ ग्याङहरू फेरि है बाटोको भिडियो गर्नु के गर्नु के हो कसलाई अब चाहिँ गुम्बाभित्र एन्ट्री गर्दैछौँ सुन्दै होला गुम्बा चाहिँ यही हो तर के गर्नु देखेकै छैन घाम लागेको राम्रो के अरे अब भने चाहिँ आइपुग्यौँ खुट्टा टेक्ने जग्गा झन् अलिक मुस्किल पर्छ
यतिको चाहिँ छ है उयो लाइन हेर्न लाइन उहाँको त लाइन छ नि त उहाँदेखिको म बोलेको सुन्दैन होला हौ अब त कपाल हेर्नु नि भिडियोको उसा जस्तो भयो यहाँ भिडियोमा हो त के पोज गरेको यता छ गाइसहरू चाहिँ यस्तो भिड छ लाइन चाहिँ मेरो पछाडि छ म बोलेको त सुन्दैन पनि होला हौ फोटोसुट भइसक्यो हजुरहरूको अझै छ अब फोटोसुट गर्ने भर्खर चाहिँ यहाँ फोटोसुट गरेर भर्खर आउँदैछ भिजेको मुसा जस्तो भइरहेछ अलिक क्लियर हुँदैछ है भिड चाहिँ यत्तिको छ अघि त मजाले देख्दैन एकछिन त्यहाँ बस्ने मात्र हो यत्तिको भिड चाहिँ छ है अगाडिको लाइन चाहिँ यतिको छ हामीलाई लाइन यहाँ छ अगाडि आधीहरू चाहिँ भित्र बस्यो वाङ थप्नुको लागि भिड चाहिँ यतिको कता कता चाहिँ घुम्नुपर्ने हो नाना स्टक म त भित्र दिँदैन जस्तो लाग्यो भिडियो गर्नु कि दिँदो रहेछ नि भने चाहिँ बल्ल 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 परदेखि यत्रो लाइनदेखि गएर चाहिँ हामी आइपुग्न आँट्यो हाम्रो टर्न आयो अब पैसा अलिक यहाँ हाल्नु चाहिँ बाहिर निस्क्यो बाहिर चाहिँ यस्तो छ वेदर एउटा पो थियो मागे त माग्नुपर्छ त यतिको पक्रिन्छ यतिको भाग्यमानी चाहिँ हुनुपर्छ नि ऊ ओरियो पनि फेभरेट हो एप्पी पनि फेभरेट हो केरा पनि फेभरेट हो होइन खाना खानु जाँदैछौँ है खाना त अब हाम्रै लागि बनाइदिएको हुन्छ खानु पऱ्यो नि होइन जो ऊ चाहिँ अहिले एउटा लाइन सकेर दोस्रो लाइनमा यही चाहिँ हाम्रो खाना खानेको लाइन खाना खानेको लाइन हेऱ्यो हाम्रो यहाँ चाहिँ होइन अब चाहिँ खानाको लाइनमा आइ पनि जसलाई प्लेट पनि पाएछ के भयो भाइ तिमीलाई नानाले पनि पायो के अरे पैसा बाँच्यो किन खाना यहीँ भएर मेरो फेभरेट दाल रहेछ अब चाहिँ खाना खाने है धन्न मेरो पैसा बाँच्यो यिनीहरूलाई खाना किनिदिनु पर्थ्यो यहाँ नाना छु यहाँ म छु कस्तो लाग्यो भनिदिनु न मन पऱ्यो सबैले खायो भने नि मिठो हुन्छ फेरि तपाईँ भेजिटेरियन है दामी भयो होला ओ खाना कस्तो लाग्यो मेरो 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 त फेभरेट कालो दाल हो खाना कस्तो लाग्यो नाना एकदम बढिया तँ थप्नु जानुहुने खायो टन्नै होइन अब चाहिँ हामी बाहिरतिर निस्किने हो रिल्सहरू बनाउने फोटोहरू खिच्ने हो अन्त घर जाने हो गर्दैछौँ अब चाहिँ मनको डेरा अरे हामी चाहिँ अब गुम्बाबाट निस्केको भिडियो चाहिँ यस्तो बित्थाको भयो कि घाम नलागेर काकासँगले केरा खाँदै हामी चाहिँ गुम्बाबाट अलिकति माथि आएका छौँ है यहाँनिर रिल्स बनाउनुको लागि आएको भन्छ यस्तो दिन छ राति भयो नि हौ नजाराहरू चाहिँ यस्तो छ है अब भने चाहिँ 10 पल्ट बनाउँदा बल्ल बल्ल एउटा रिल्स बनायो कहिले रिल्स नबनाउनेलाई पनि बनाउनु लायो है अब चाहिँ हामी यहाँबाट निस्किने आवाज अबि झन्डै लडे यहाँ छ सबैजना अहिले भने चाहिँ हामी कुवापानी आइपुग्यो कुवापानीमा चाहिँ अब तातो तातो थुक्पा खाने हो थुक्पा कसरी भाइ यो सक्यो मोमो अब थुक्पा आउँदैछ हाम्रो थुक्पा चाहिँ मोमो सकेर पनि थुक्पा आएर पनि थुक्पा पनि धम्मा धम खाममा खाएछु भन्ने पढ न
कस्तो भयो बसान न यो डल्ले बयमको डल्ले खायो भने चाहिँ फेरि दामी दामी लु सक्यो होइन गाइसमा बिहा गर्ने होइन फेभरेट पार्टी चाहिएन आज घर त्यो चाहिँ आज बिहा गर्नुपर्छ नि हौ हाम्रो आज गर्नुपर्छ नि हौ अब चाहिँ हामी घर निस्किने यस्तो छ प्रेसिना न अब चाहिँ कुदाऊ है म घर चाहिँ निस्केको हामी यही बखुमा उत्रिन अरे अहिले भने चाहिँ घर फर्केको अवस्था होइन यहाँदेखि चाहिँ नानाले कुदाउनु थाल्नु भयो नि त अन्त बसेर टक्कसँगले भिडियो गर्दै जाँदैछु हो रात पनि पर्नु आँट्यो क्यामेरा पनि धुच्रै लाग्यो सबैजना अगाडि गइसक्यो हामी चाहिँ लास्टमा छौँ क्या तर आजको भ्लग चाहिँ बित्थाको भयो नि हौ घाम नलागेर क्या अहिले भनेको चाहिँ घर आइपुगेको अवस्था कतिखेर आइपुग्यो लुगा पनि नफेरिरहेछ घरमा चाहिँ आज कोही थिएन सबैजना भर्खर बेला आउँदैछ है भर्खर भगवान के हो खुसीको खबर भर्खर आइपुग्यो भर्खर सबैजना म पनि आइपुगिसकेँ होइन ए यस्तो छ घरमा चाहिँ एकदम मेरो आँखा चाहिँ हावाले हो कि के हो चिसोले पुरा ज्वरो आउला जस्तो भइसकेको छ आँखा पुरा पोल्दैछ है आजको भ्लग चाहिँ यति नै पुरा धुस्से लागेर भ्लग पनि यता भएको छ है तपाईँलाई के कसो लाग्यो होइन आजको भिडियो चाहिँ यति नै तपाईँलाई मन पऱ्यो मलाई लाइक अनि कमेन्ट अनि सेयर चाहिँ गरिदिनुहोस् ल बाई बाई लाइक त यस्तो यस्तो पो हुँदैछ त हौ कहिले बटरी नपाएको जस्तो गर्छ त हौ भन म चाहिँ घर आइपुगेर यस्तो च्यालाले छ कि कसम 17 दिन रुममा नभएको यति गन्दा भइरहेको छ निगाउनुमा टाउको दुखेर उनीहरू चाहिँ आएर मैले देख्दैन के खुसी हाम्रो भाइ त ओ के खुसी तिमी त त्यहाँ मेरो रुम देखेर मलाई त रिङ्गाडा चलिरहेछ भोलि चाहिँ चट्ट मिलाउँछु गोल्डन रिङ ल सिम्पलमा भिडियो सुना न स्वीट हार्ट बुझा न मन को बात भना न डार्लिंग पूरा के हो टेस्ट खास लाइदिउ न गोल्डन रिङ तिमी यसो गर न देऊ न गोल्डन रिङ छिटो ल्याउ न तिम्रो आधा जस्तो गर न ए ओके उहाँसँग